तपाईँको देश बनाउने भिजन के हो यहाँ जाउँ त ल। हो, म शिक्षामा परिवर्तन ल्याउँछु ठुलो है। 3 दिन मात्रै स्कुल खोल्ने। मेरो परिभाषामा के छ भने शिक्षा भनेको उत्पादनसँग जोडियो भने मात्रै शिक्षा हो, निर्माणसँग जोडियो भने मात्रै शिक्षा हो, आविष्कारसँग जोडियो भने मात्रै शिक्षा हो। अदरवाइज हामी जे गर्दैछौँ त्यो शिक्षा होइन। आज हामी किताबको ठेली पढ्छौँ, भोक्कै बसिरहेको हुन्छौँ, नाङ्गै कुदिरहेको हुन्छौँ, द्याट इज नट एजुकेसन। एजुकेसन भन्ने बित्तिकै कि त उत्पादनसँग जोडिनुपर्छ, कि त निर्माणसँग जोडिनुपर्छ, कि त आविष्कारसँग जोडिनुपर्छ। त्यो खालको शिक्षा हामी लगाउँछौँ, नम्बर 1। 2, हामी कृषिको तपाईँको चाहिँ ठुलो आमूल परिवर्तन कृषिमा ल्याउँछौँ। हामी खेतबारीमा गएर स्टडी गर्छौँ होइन, वाट इज ल्याकिङ, इरिगेसन ल्याकिङ हो कि फर्टिलाइजर ल्याकिङ हो कि होइन, जबसम्म तपाईँको प्रोडक्सन हुन्छ र त मार्केटिङ ल्याकिङ हो कि बुझ्नु परेन है, त्यहाँ हामी जान्छौँ है। 2 नम्बरमा। 3 नम्बरमा हामी कानुनी उल्झनलाई सुल्झाउँछौँ। कानुनले विकास गर भन्दैन, मैले बारम्बार भनेकै कुरा हो होइन। तपाईँ बाटो बनाउन चाहनुहुन्छ, तपाईँको चाहिँ नि होइन के अरे बाटो बनाउने मन्त्रालयको मन्त्री हुनुभयो, म वन मन्त्री भएँ, मैले तपाईँलाई रोकिदिन्छु। एउटा रुख काट्नु तपाईँलाई तपाईँलाई रुख, एउटा सानो रुखको काठ काट्नु दिँदै दिन्न म। कताबाट बनाउनु छ बाटो तपाईँले? उद्योग खोल्दा मुद्दा लागेको सर मलाई यहाँ। उद्योग खोल्दा, फुल रोप्दा, पानी खुवाउँदा मुद्दा लागेको, त्यसको प्रतिवाद गर्दा गर्दा स्पष्टीकरण दिँदा हैरान भएको मेयर हो म। भनिसकेपछि विकास गर भन्दो रहेछ यो देशको कानुनले भनेपछि है। केही कानुनमा पनि परिवर्तन गर्नु, कानुनमा त ठुलो परिवर्तनले गर्नुपर्छ, ठुलो परिवर्तन गर्नुपर्छ होइन। शिक्षामा परिवर्तन तपाईँको छैन। सुन्नु न, त्यस पछाडि तपाईँको कृषिमा ठुलो गर्नुपर्छ, किनभने कृषिलाई नचलाइकन औद्योगिकरणमा देश जाँदैन होइन। आज तपाईँ चाहिँ नि होइन चिनीको व्यापार गर्न चाहनुहुन्छ, उखु हेर्नु पऱ्यो नि त होइन। उखु त किसानले उत्पादन गर्छ होला। ल तपाईँको चाहिँ नि टेक्सटाइल, तपाईँ फेब्रिकको व्यापार गर्न चाहनुहुन्छ, कम्पनी खोल्न चाहनुहुन्छ, तर कच्चा पदार्थ त कपडाको त फेरि कृषिबाटै आउने होला होइन। खानेकुरा त आइ नै हाल्यो, यावत कुराहरू छन्। त्यसले गर्दाखेरि कृषिलाई नसुधारिकन देशमा तपाईँको औद्योगिकरण हुँदैन होइन। प्रत्येक पालिकामा कम्तीमा एउटा उद्योग खोल्नुपर्छ सर होइन। इट डिपेन्ड्स कहाँनिर हामीले के कच्चा पदार्थ छ त्यसलाई। जस्तै हिमाली भेगमा आउँदा चाहिँ हिमाली जडीबुटीको लागि होला होइन। तपाईँको चाहिँ नि अब जडीबुटीको कारखाना झापामा खोलेर त हुँदैन होइन। कहाँनिर कुन र मटेरियल तपाईँको चाहिँ नि सम्भावना छ त्यो खालको चाहिँ नि गर्नुपर्छ होइन। यी कुराहरू तपाईँको चाहिँ नि ल्याउनुपर्छ। यस्ता चेन्जेस हामीले थुप्रै ल्याउँछौँ।